हेलो एभ्रिवान, आज चाहिँ मैले अदुवा लसुनको पेस्ट बनाउँदै थिएँ अनि एउटा भिडियो पनि बनाऊँ भनेर हजुरहरूलाई देखाउँदैछु। सुरुमा चाहिँ मैले अदुवा लसुन मसिनो मसिनो यो छोडाउन पनि झ्याउ यो लिएँ अनि अदुवा चाहिँ मसिनो बनाएँ अनि त्यस पछाडि टक्क पखालेँ के पानीले। लसुन अदुवा दुइटै पखालेँ अनि पखालेपछि त्यस पछाडि राम्रोसँग पखालेपछि फोहोर पनि हुन्छ नि त, त्यही भएर फेरि दुई पटक पखालेँ के अनि मिक्सरमा मैले यसरी राखेपछि मिक्सरमा अनि हामी चाहिँ यो अदुवा र लसुनको पेस्ट बनाएर राख्छौँ कि साथीहरू, राखिरहन्छु म चाहिँ। अनि पिरो हामी त्यति खाँदैनौँ अनि छोरी छ, सानो छोरी, अनि पिरो खाँदैन, त्यही तिन चारवटा चाहिँ खुर्सानी राखेर यसरी मिक्सरमा बट्टा बनायो। अनि बनाइसकेपछि अनि हेर्नुहोस् त यस्तो मसिनो भयो। अनि यसरी बनाएपछि डब्बामा हालेर फ्रिजमा राख्ने हो कि साथीहरू, म त जहिले नि। अनि आज ठ्याक्कै सकिएको रहेछ के, अनि यसरी डब्बामा राख्यो अनि फ्रिजमा राख्यो अनि एक चम्चा गरेर कति चाहिन्छ त्यति प्रयोग गर्यो। थ्याङ्क यू फर वाचिङ।